सम्पूर्ण साथीहरूलाई नमस्कार। विजय तामाङ युट्युब च्यानलमा यदि तपाईँहरूले मेरो युट्युब च्यानलमा सब्सक्राइब गर्नु भएको छैन भने सब्सक्राइब पनि गरिदिनु होला, लाइक कमेन्ट गरिदिनु होला, सपोर्ट गरिदिनु होला भन्न चाहन्छु। म चाहिँ अब नयाँ नयाँ यसो भिडियो बनाउने विचार गरिरहेको छु, जो सपोर्ट गरिदिनु होला भन्न चाहन्छु। अनि हाल चाहिँ म अहिले ग्रिसमा छु। पहिला चाहिँ म रोमानियामा थिएँ। अब नेपालबाट आएको 6 महिनामा चाहिँ नेपालबाट आउँदा अब रोमानियाको भिजा जम्मा 6 महिनाको हुने रहेछ। वर्किङ डी भिजा चाहिँ जम्मा 6 महिनाको हुने रहेछ। त्यो अवधिभित्रमा चाहिँ हामीले अब के भन्छ त्यो टिआरसी अब प्राप्त गरिसक्नुपर्ने रहेछ। टिआरसी लिइसक्नुपर्ने, आइसक्नुपर्ने। अनि मेरो चाहिँ अब नेपालबाट आउँदा नै पर्मिट अर्कै कम्पनीमा आएको, तर कुनै पनि एजेन्सीले मेरो जिम्मा लिएर लिएर आएको र सो कम्पनीले चाहिँ मलाई अर्कै कम्पनीमा काम लगाइदिएको थियो। तर त्यहाँबाट नि काम छोडेर मैले अन्तै काम गर्न गएको थिएँ र तिनवटा ठाउँमा काम चेन्ज गरेँ। सो तीनवटा ठाउँबाट काम गर्दाखेरि अब तीनवटै वर्क पर्मिट एप्लाई भएको कारणले गर्दा चाहिँ अब मेरो चाहिँ पर्मिट आउन सकेन। त्यो भएको कारणले टिआरसी पनि एप्लाई गर्न सकिएन। त्यही भएर चाहिँ टिआरसी आएन भनौँ न, टिआरसी आएन। सो त्यो भएको कारणले चाहिँ म अहिले यता ग्रिसमा आइसकेको छु। ग्रिसमा पनि त्यही हो, यस्तै एग्रिकल्चरतिर काम गरिरहेको छु आजभोलि। अब त्यही हो, ग्रिस आउन त्यति सजिलो चाहिँ जस्तो लागेन, डङ्की लगाएर आउनु पऱ्यो। नेपालबाट आउँदा 7 लाख, ग्रिस आउनलाई 4.5 लाख। गाह्रो भयो साथीहरू, के गर्नु, यस्तै छ जिन्दगी। अहिले चाहिँ हाल म ग्रिसमा, आज चाहिँ पानी परेर एग्रिकल्चरको काम गरिरहेको छु। आज चाहिँ पानी परेर काममा जान पनि हिजो पानी परेको थियो, आज पनि पर्छ जस्तो लागेको थियो। मौसम वेदर क्लुब हेरेको, तर पानी देखाइरहेको थियो तर पानी परेन। घाम टन्टपो लाग्यो। सो दिक्क लागेर यसो बाहिर निस्केर यो भिडियो बनाइरहेको छु। अब ग्रिसको अवस्था चाहिँ यस्तै हो। ग्रिसमा हामी चाहिँ यो ठाउँमा बसिरहेको छु अहिले। यस्तै हो, बस्ने घर चाहिँ यही हो। नेपालमा जस्तै ढुकुर पनि आइरहेछ। यो चाहिँ खै के को खानेकुराको थाहा भएन, तर म बस्ने घर चाहिँ यस्तै छ। यस्तै छ, यही हो। औषधी छर्ने यही हो, ट्र्याक्टर बारीतिर यही फर्मले बारीतिर टक्क औषधी छर्ने हो। यो नेपालमा पाउने सल्लो यहाँ पनि पाउने रहेछ। नेपालको भन्दा खासै डिफ्रेन्ट देखिएन। अनि हामी बस्ने, अघि म पछाडि बसिरहेको थिएँ, अहिले अगाडि आइरहेको छु। यो चाहिँ पालक हो, हामीले खानको लागि लिएर राखेको थिएँ। यस्तै पालक सालक काट्ने हो काम। अनि धनियाँ काट्ने, कहिले सोप काट्ने, अनि कहिले प्याज गोड्ने। अनि काम त त्यस्तै हो, त्यस्तै चलिरहेछ। अब यहाँ नेपालीहरू पनि टन्नै भइसकेको रहेछ। यो गाउँमा पनि 50-60 जना होला सायद। त्यही भएर रमाइलै छ। टाइम ड्युटी आवर जम्मा 8 घन्टा हो। यहाँ चाहिँ अब घन्टाको हिसाबले पैसा दिने गर्ने रहेछ। घन्टाको चाहिँ 5 युरो दिने गरेर 1 घन्टा ठेकेदारले खाँदा हामीले 8 घन्टा ड्युटी गर्छौँ आजभोलि। 35 युरो, लगभग 35 युरो आउने रहेछ। आजभोलिको चाहिँ सिजन यहाँ यो महिनाको अहिलेको सिजन चाहिँ प्याजको चलिरहेको रहेछ। यहाँ चाहिँ यो ठाउँ भनेको चाहिँ थिबा भन्ने ठाउँ हो। र अर्को त अहिले स्ट्रबेरीको सिजन चलिरहेको रहेछ उता लापा साइडतिर। अब म चाहिँ त्यहाँ गइनँ। मसँग आउने 6 जना आएको हामी, 5 जना चाहिँ उता गयो, म एक्लै यता बसिरहेको। अनि साथीहरू छ टन्नै यहाँ पनि नेपाली हो, सबै प्रायः नेपालीले भरिसकेको गाउँ रहेछ यो। त्यो भएको कारणले यो ग्रिसको अवस्था चाहिँ अहिलेको, अब रोमानिया पनि इलिगलै भएको, तर यहाँ चाहिँ इलिगलले खासै नसमाउने। अब खेतबारी, अब घरमा गएर सामान नहुने, खेतबारीमा नसमाउने,
त्यो भएको कारणले चाहिँ यता बसिरहेछ। यो बिरालोले खाना खोजिसक्यो। ए बिरालो पनि कति आउने रहेछ यहाँ, धेरै बिरालो आउने रहेछ यता। बिरालोले धेरै माया गर्ने यता। यस्तै छ अवस्था, के गर्नु अब, यस्तै हो। हाम्रो गुरुङ भाइ हो, उहाँ चाहिँ सर्बियाबाट आएको। ल यस्तै छ हौ ग्रिसको अवस्था छ। आजलाई चाहिँ यति गरौँ भिडियो।